फाइनली साथीहरू बाघको पन्जाबाट फुत्किन पाइयो हैन। फेरि को भनेर सोध्नु होला कि हैन, आफ्नै घरको बुढी। बाघ भन्दा कम छैन यार। हमको मारो, हमको जिंदा मत छोड़ो साले। अब बिहा गरेको है, टोयलेट जाँदा नि शङ्का गरेछ। साथीहरूसँग जाँदा पनि शङ्का गरेको छ, घुम्न जाँदा नि शङ्का गरेछ, जता जाँदा नि शङ्का गरेछ। साह्रै गाह्रो। बरु बाघको पन्जाबाट फुत्किन सजिलो हुन्थ्यो होला, तर यो बुढीको पन्जाबाट फुत्किन साह्रै गाह्रो। 12 वर्ष पछाडि आज फाइनली 3 बजे राति चान्स पाइयो। लागिन्छ बाटो। अब 1 महिना आइँदैन घर, हान्दिने हो चिलमा।